आदि शङ्कराचार्य मायावादी हुन् या होइनन्? आदि शङ्कराचार्य मात्र होइन, अष्टावक्र, राजा जनक, उनीहरूलाई हामीले मायावादी भन्ने या नभन्ने? जसले शङ्कराचार्यलाई, जनकलाई र अष्टावक्रलाई मायावादी भन्दैछन् उनीहरूले कुन ग्रन्थहरूलाई मान्छन् होला? उदाहरणको रूपमा श्रीमद् भागवतमलाई मान्छन्, भगवद् गीतालाई मान्छन् र ईश्वरको नाम जपलाई धेरै प्राथमिकता दिन्छन्। जसले भक्त र भगवान दुई हुन्, यी कहिले एक हुन सक्दैनन् भन्ने भावमा जो स्थित छन् उनीहरूले अभेददर्शी, जहाँ एकै तत्त्व सर्व ठाउँमा सर्वव्यापी रूपले स्थित छ, सर्वमिदं ततम्, जुन श्री कृष्णले भन्नुहुन्छ गीतामा, र असत वस्तुको अस्तित्व छैन त सद्वस्तुको अभाव छैन भनेर भन्नुहुन्छ। त्यसरी एकै तत्त्वलाई सर्वव्यापी देख्ने अभेददर्शीहरूलाई मायावादी भनेर घोषणा गरिन्छ। तर तपाईहरुलाई अचम्म लाग्ला, देवी भागवत पढ्नु होला। देवी भागवतमा वेदव्यासले आफ्ना पुत्र सुकदेवलाई अनेक तरिकाले सम्झाउन खोज्छन्, उपदेश दिन खोज्छन्, तर सुकदेव उनको मनमा केही चिन्ता हुन्छ, जुन चिन्ताको निराकरण स्वयं वेदव्यासले पनि गर्न सक्नु हुँदैन। उहाँले ज्ञान प्राप्तिको लागि, सही मार्ग दर्शनको लागि सुकदेवलाई राजा जनक जानको लागि आग्रह गर्नुभयो र राजा जनकको उपदेशबाट नै सुकदेवले अन्त्यमा मोक्ष प्राप्त गर्नुभयो। त्यसै कारणले हामीले समाजमा रहेको कुनै एउटा मान्यतालाई धारण गर्दै गर्दा, त्यसलाई स्वीकार गर्दै गर्दा अन्य पाटाहरू छुट्न सक्छन्। त्यही कारणले अध्ययन, स्वअध्ययन गर्नुस्। स्वअध्ययनले तपाईलाई एउटा स्वतन्त्रता दिन्छ, जुन मैले बारम्बार भन्ने गर्छु, आसक्ति रहितको स्वतन्त्रता। मलाई यहाँ कसैको दबाब छैन। यो कुरा भन्दै गर्दा पनि मलाई कसैले केही कुरा कुनै माध्यमबाट पनि उक्साउन सक्दैन, भड्काउन सक्दैन, किनकि म स्वअध्ययन गर्दैछु र स्वअध्ययनमा भएका र स्वअध्ययनमा आउने, आफूलाई आउने जुन दुविधाहरू हुन्छन्, संशयहरू हुन्छन्, त्यो निराकरण गर्न तपाईँ जुनसुकै साम्प्रदायिक गुरुथिम गएर पनि त्यो कुराहरू बुझ्न सक्नुहुन्छ। र अहिले युट्युब छ, च्याटजिपिटी छ, अनेक छन्। त्यही कारणले त्यहाँबाट पनि तपाईँले त्यसलाई भेरिफाई गर्न सक्नुहुन्छ। यति भन्दै तपाईँलाई मैले के आग्रह गर्न चाहेँ भने, कसैले पनि तपाईँलाई यही सत्य हो भनेर भनिरहेको छ भने त्यो सत्यको बहुआयाम सत्यलाई आफ्नो दृष्टिले र अरूको दृष्टिले पनि हेर्न खोज्नुहोला। धन्यवाद।